आज हामी डायमन्ड हिल रिजोर्ट र सिटिजन्स ब्याङ्क बीच भएको एउटा सहकार्यलाई अलि गहिरिएर हेर्दैछौँ है। त्यो पनौतीको रिजोर्ट र ब्याङ्कको कुरा हो उनीहरूले डिजिटल भुक्तानी गर्नेलाई छुट दिने रे। यो किन चाखलाग्दो छ अनि यसले के सङ्केत गर्छ होला? आउनुहोस् यसलाई अलिकति केलाएर हेरौँ न। यस्ता साझेदारीहरू खास गरी यो पर्यटन र फाइनेन्सियल सेक्टर बीच आजकल देखिन थालेका छन् नि। देख्दा त दुवैलाई फाइदा होला जस्तो लाग्छ, तर कुरा त्यति मात्रै हो र? त्यही त, यहाँ मुख्य कुरा के छ भने सिटिजन्स ब्याङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिभिलेज कार्ड हुनेहरूले अनि मोबाइल ब्याङ्किङ चलाउनेले पनि त्यो डायमन्ड हिल रिजोर्टमा के किन्दा मतलब खाना खाँदा वा बस्दा डिजिटल पैसा तिरे भने 15% छुट पाउने रे। 15%? काठमाडौँमा सम्झौता भएको रहेछ। 15% छुट त अब ग्राहकको लागि त राम्रै हो नि, लोभिने कुरा भयो। तर यो कति समयको लागि हो, सधैँलाई हो कि के हो, त्यो पनि हेर्नुपर्छ। हो, त्यो त छँदैछ। अनि रिसोर्टको सिइओ राजन थापाले भन्नुभएछ नि, उहाँका अनुसार डिजिटल कारोबार भनेको भविष्यको आवश्यकता मात्रै होइन रे, समृद्धिकै आधार हो रे। ठुलै कुरा गर्नुभएछ। अनि यो सिटिजन्स ब्याङ्कसँगको सहकार्यले चाहिँ ग्राहकलाई डिजिटल हुन हौसला दिन्छ रे, अनि डिजिटल नेपाल अभियानलाई पनि सघाउँछ भन्ने विश्वास रहेछ उहाँको। डिजिटल नेपाल? हो, अनि ग्राहकलाई राम्रो सेवा, पैसा बचत अनि सजिलो पनि दिने लक्ष्य छ रे। त्यो डिजिटल नेपालको कुरा त महत्त्वपूर्ण नै हो, तर के एउटा रिजोर्ट र ब्याङ्कको यस्तो सानो डिलले साँच्चै राष्ट्रिय अभियानलाई नै कति नै टेवा देला र? कि यो अलि बढी मार्केटिङ जस्तो सुनिन्छ? हो र? खै, हरेक सानो प्रयासको महत्त्व त हुन्छ।